के ती देशहरूमा अंग्रेजी भाषा चल्दैन र? अंग्रेजी भाषा नबोल्दा मान्छे जंगली पाखे हुन्छ भने कि त्यो देशका विद्वान वर्गहरू जंगली पाखे हुन् र? अंग्रेजी भाषा नबोल्दा मान्छे दरिद्र मानिन्छ भने के ती देशका जनताहरू दरिद्र हुन् र? अवश्य पनि होइनन् मित्र हो। उदाहरणका लागि चीन हेर्नुहोस्, चीनले विश्वमा अघिल्लो भन्दा अघिल्लो फड्को मार्दैछ प्रत्येक क्षेत्रमा, वैज्ञानिक क्षेत्रमा पनि हेर्नुहोस्। जापान हेर्नुहोस्, अन्य देशहरू जो भाषा प्रेमी देश हुन् तिनीहरूलाई हेर्नुहोस्, विशिष्ट वैज्ञानिक छन्, त्यहाँ धनीमा धनी छन्, तब त विश्वबाट सामान्य श्रमिक पनि कामदारको रूपमा बोलाइराखेका छन्। विद्वान वर्ग छन्, सभ्य छन्, हामीभन्दा अगाडि छन् तिनीहरू। आजको समयमा, भोलि के होला जान्दैनौँ, आजको समयमा र तिनीहरूले आफ्नो भन्ने आफ्नै बनाएका छन्, छोडेका छैनन्। यो देशमा पनि तिनीहरूले, जुन देशमा म आज बस्छु त्यो देशमा पनि थुप्रो ती व्यक्तिहरू छन्। तिनीहरूले यहाँ पनि आफ्नो संस्कार अनुसार सम्पूर्ण कार्य गरेका छन्। तिनीहरूको अपमान कसैले गरेन, झनै सम्मान गर्छन्। हामीले पनि आफ्नो संस्कार, आफ्नो भाषा, आफ्नो लिपिलाई अगाडि बढाउने प्रयास गर्नुपर्छ, सबै मिलेर, एकजनाको होइन, सबै मिलेर।